पर्खलिन आउला साखेर पर्खलिन कोच राजुमा नै यो अधिकार सीमित छ कसलाई अगाडि लैजाने भनेर। सो कोच राजु, टिम राजुलाई रिप्रेजेन्ट गर्दै पम्फा या दीपक कसलाई लैजाँदै हुन्छ नकआउटमा? पालो अब डिसिजनको। तपाईहरु दुईजना मेरो लागि उत्तिकै प्यारो छ। मेरो जति पनि 16 जना ट्यालेन्ट छ सबैजना मेरो मुटुको टुक्राहरू हुन् हैन। एउटालाई निकाल्दा एउटालाई अगाडि बढाउँदा पनि अब त्यतिकै जति तपाईलाई चित्त दुखेको छ त्यो भन्दा धेरै मलाई चित्त दुख्छ है। त्यसले गर्दाखेरि कसैले पनि जो घर गए पनि कहिले पनि हिम्मत नहार्नुस्, अगाडि बढ्नुस्, आफ्नो कर्म गर्न चाहिँ नछाड्नुहोस् है। अनि म एकजनालाई छान्दा आम गोना गो विथ दीपक। कङ्ग्रेचुलेसन्स दीपक, टिम राजुलाई रिप्रेजेन्ट गर्दै नकआउटमा प्रवेश गर्नुभएको छ र सँगसँगै प्राप्त गर्नुभएको छ एसियन पेन्ट्सको तर्फबाट गिफ्ट ह्याम्पर पनि।